लो है साथीहरू, म तपाईँहरूको माझमा फेरि पनि अर्जुन दोङ उपस्थित भएको छ र स्वागत छ हाम्रो ब्लग च्यानलमा। र आज पनि केही कुराहरू तपाईँलाई भन्न आएको छु। यो चाहिँ जति पनि दाजुभाइ दिदीबहिनीहरू साइप्रसमा आउँदै हुनुहुन्छ अथवा आउनु चाहनुहुन्छ भने चाहिँ उनीहरूको लागि केही कुराहरू म भनेर दिँदैछु है। र म 10वटा कुरा भन्छु होइन। यसको बारे चाहिँ पहिलो कुरा तपाईँले यो बुझ्नु पऱ्यो कि मेन पावर कतिको बलियो छ। किनकि भोलिको दिनमा तपाईँले यहाँ आएर भन्नु मिलेन कि दिदी मलाई यस्तो भयो, भाइ मलाई यस्तो भयो। किनकि एकचोटि यतिखेर तपाईँले कुनै पनि मान्छेको कन्ट्रोलमा कदम राखेपछि त्यो तपाईँको माथिकोले सुन्दैन र तलकोले पनि सुन्दैन। सुन्ने भनेको यहीँकोले हो होइन। त्यो कुरा बुझ्नु पऱ्यो। मेन पावर बलियोसम्म आउनु पऱ्यो र मेन पावर राम्रो हुनु पऱ्यो होइन। त्यसको माथि डिपेन्ड गर्छ कि स्यालेरी कतिको छ होइन। अनि चलो त्यसलाई छोड्यो। त्यसको माथि तपाईँको कम्पनीले तपाईँलाई, होटेलले तपाईँलाई के कुराहरू प्रोभाइड गरिरहेछ होइन। जब कसैको चाहिँ अब सुक्खा स्यालेरी हुन्छ, त्यसमा चाहिँ तपाईँको सुक्खा स्यालेरीमा चाहिँ कस्तो हुन्छ भने तपाईँको खाना पनि दिँदैन र रुम पनि दिँदैन। सुक्खा 1000 रुपियाँ स्यालेरी दिन्छ। त्यसमा तपाईँको अब रुमकै जान्छ तपाईँको 200 रुपियाँ, 250 अथवा 350 त रुमकै जान्छ। त्यसको माथि खाना गर्दा पानी गर्दा जे होस् स्यालेरी 600 रुपियाँ बच्छ होइन। 1000 रुपियाँमा 600 रुपियाँ चक्कै बच्छ। अनि त्यतिले चाहिँ हुँदैन। बट यदि गरेर तपाईँलाई होटेलले भरे स्यालेरी थोरै छ, अलिकति स्यालेरी कम होस् तर पनि यदि गरेर तपाईँलाई कम्पनीले खाना पनि र बस्नु पनि प्रोभाइड गरेको छ भने इज द बेस्ट। त्यो भनेको धेरै राम्रो कुरा हो होइन। त्यो कुरा बुझेर आउनु होला। र दोस्रो कुरा, तपाईँको ड्युटी 8 घन्टा हुन्छ होइन। यदि 8 घन्टाभन्दा माथि हामीले काम गऱ्यो भने हामीलाई ओभरटाइम भेट्छ कि भेट्दैन त्यो कुरा बुझ्नु पऱ्यो होइन। अनि ओभरटाइम भेटेपछि हामीलाई ओभरटाइमको पैसा भेट्छ कि भेट्दैन त्यो कुरो पनि बुझ्नु पऱ्यो होइन। हामीलाई ओभरटाइमको पैसा दिन्छ कि दिँदैन। ओभरटाइम त गरौँ न, तर पछि फेरि ओभरटाइमको पैसा छैन भने त के गर्ने होइन, गाह्रो हुन्छ। त्यसैले त्यो कुरा बुझेर आउनु होला। अनि दोस्रो कुरा, स्यालेरी डिपेन्ड गर्छ कि तपाईँहरूको एक्सपिरियन्समाथि। तपाईँलाई कति वर्षको नलेज छ, तपाईँलाई कुन चिजमा नलेज छ, अथवा तपाईँलाई के चिजको एक्सपिरियन्स छ होइन। त्यो सबै कुराहरू बुझेर आएपछि तपाईँको त्यो नलेजमाथि स्यालेरी भर पर्छ होइन। कसैको 1000 पनि हुन्छ, कसैको 700 पनि हुन्छ, कसैको 3000 पनि हुन्छ। त्यो एक्सपिरियन्स गर्छ तपाईँमाथि, तपाईँको एक्सपिरियन्स कतिको छ होइन, त्यो भर पर्छ। त्योहरू बुझेर आउनु होला र यहाँ आएर राम्रो पैसा कमाउनु होला। र म चाहिँ यो भन्छु कि तपाईँहरू केमा आउँदै हुनुहुन्छ त्यो मलाई थाहा छैन, आफ्नो एक्सपिरियन्स हो। तर म चाहिँ यो भन्छु कि तपाईँहरू हाउसकिपिङमा आउनु कि। हाउसकिपिङमा चाहिँ किन भनेपछि पैसा बढी पाउँछ कि टिप पाउँछ कि टिप बढी पाउँछ। स्यालेरी त त्यस्तै हो तर टिप चाहिँ बढी पाउँछ कि होइन। अनि त्यो कुराहरू बुझेर आउनु होला होइन। सबैजना आउनु होला। स्वागत छ हजुरहरूलाई फेरि पनि साइप्रसमा। अब चाहिँ साइप्रसमा आउनुहुनेलाई स्वागत छ, वेलकम छ है। ल सबैजनालाई फेरि पनि हामीहरू अर्को भिडियोमा भेट्नेछौँ तपाईँहरूसँग नेक्स्ट भिडियोमा। अहिले लागि थ्याङ्क यू, बाई, सी यू। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला। बाई।